हेलो एन्ड नमस्ते हजुरलाई भिडियोमा स्वागत छ र हामी यस भिडियो अन्तर्गत रहेर छैन हामीले नेपालमा कसरी फेसबुक पेज मोनेटाइज गर्न सकिन्छ, कसरी हामीले फेसबुक पेज मोनेटाइज भएको नभएको थाहा पाउने भन्ने कुरा चाहिँ हजुरलाई म भिडियोमा अन्तर्गत देखाउन गएको छु। भिडियोलाई स्किप नगरी पुरा हेर्नु होला हैन। सर्वप्रथम त हामीले अब भिडियो म साइडमा स्क्रिनमा पनि प्ले गरिरहेको छु, स्क्रिन हेर्नु साइडमा हैन। स्क्रिनमा हेर्न सक्नुहुन्छ हजुरले, स्क्रिन अब म प्ले गर्दैछु, जस्ट स्क्रिन शो भइसक्यो हजुरलाई। सिम्पली अब चाहिँ हामी यहाँ डेस्कबोर्ड भन्नेमा क्लिक गर्न सकिन्छ। यसरी क्लिक गरेर आउने यहाँ चाहिँ आएर सबै कुरा हेर्न सकिन्छ, जसरी यहाँ देखाइरहेको छ त्यो देखिन्छ। सो सिम्पली आएर चाहिँ मोनेटाइजेसन सेक्सनमा आउने, मोनेटाइजेसन सेक्सनमा आइसकेपछि चाहिँ हामीले यहाँ अब कन्टेन्ट मोनेटाइजेसन, यो कन्टेन्ट मोनेटाइजेसन यहाँ देखाउँछ, अलरेडी यो सेटअप भइसकेको पेज छ। सेटअप भइसकेको छ, यो सेटअप गर्ने कुरा म बाँकी अर्को भिडियोमा बताउने छु हजुरलाई। सिम्पली चाहिँ के हो भने पहिला चाहिँ हाम्रो होम पेजमा आउने, होम पेजमा आएर पेजको कन्डिसन कस्तो छ, पेजको होइन कन्डिसनहरू बारे हेर्न सकिन्छ। यहाँदेखि चाहिँ के कस्तो छ, बाँकी चाहिँ यहाँ चाहिँ छ अनि हामीले चाहिँ यसरी चाहिँ पेजहरूबाट मोनेटाइज भएको नभएको चाहिँ यहाँ देख्न सक्छ। जस्तो हामीले अब एकदम रियल अर्गानिक पेजहरू चाहिँ कस्तो हुन्छ भने, अब यो हामीले सेटअप गरेको पेज भयो, यसमा चाहिँ कन्टिन्यू भिडियो पोस्ट स्टोरी हाल्ने भने यसमा अर्निङ पनि हुन जान्छ। नेपालमा कन्टिन्यू मजाले नेपालमा इलिजिबल छ है, कन्ट्रीमा चाहिँ अहिले चाहिँ फेसबुक पेज मोनेटाइज गर्न नेपालमा इलिजिबल छ। सो धेरै साथीहरूले गर्नुभएको पनि छ, यो राम्रो छ, नेपालमा बेस्ट छ होइन। अहिले चाहिँ यसरी गर्न सकिन्छ। जस्तो अब डेस्कबोर्डमा आएर चाहिँ डेस्कबोर्डमा आएर चाहिँ यहाँ हेर्न मिल्छ, मजाले आफ्नो चाहिँ सबै डिटेलहरू हेर्न मिल्छ। फेसबुक पेजहरूलाई चाहिँ यसरी चाहिँ म्यानेज गरी सबै सेटिङहरू चाहिँ यो डेस्कबोर्डमा हुन्छ। सो सेटिङमा आएर चाहिँ यहाँ के कुरा चेन्ज गर्न मन लाग्यो, त्यहाँ सर्चको आइकनमा आउने, सर्चको आइकनमा आइसकेपछि चाहिँ हजुरले सिम्पली यहाँ चाहिँ नेम चेन्ज गर्नु पर्यो पेजको, अनि चाहिँ नेम लेख्ने, नेम लेखेपछि यहाँ नेम लेख्ने, मेरो आइसक्यो, नेम आइसक्यो। अब यसरी नेम लेख्ने, यो नेम चेन्ज गर्न मिल्यो। सो अर्को पनि अप्सन आइसक्यो छ पेज एक्सेस। यो पेज एक्सेसलाई चाहिँ यहाँ चेन्ज गर्न मिल्छ है फेसबुकबाट आफ्नो। यहाँ कसैलाई साथीलाई पेज दिनु पर्यो भने चाहिँ यहाँ सबै एड अप्सनमा, एड न्यूमा आएर चाहिँ यहाँ नेक्स्टमा क्लिक गरेर नाम सर्च गर्ने, नाम सर्च गरेपछि चाहिँ उहाँहरूलाई चाहिँ यसरी एड गर्न मिल्छ, जो साथीलाई पनि सिम्पली नाम एड गरेर मलाई चुज गरेर चाहिँ फेसबुक पासवर्ड हालेर चाहिँ एक्सेस दिन मिल्छ। सो नेक्स्ट स्टेप छ यसमा चाहिँ पेज यसरी नेपालमा म अर्को हजुरलाई चाहिँ एकदम सेटअप नगरेको पेज चाहिँ देखाउन गएको छु यसमा होइन। भिडियोलाई स्किप नगर्नु, भिडियो एकदम युजफुल छ, भिडियो एकदम सर्ट छ, लङ पनि छैन भिडियो। हजुरलाई म सिम्पल यहाँ आउने छु, अर्को मैले कुनै सेटअपै नगरेको पेजमा जानेछु है। सो सिम्पली यहाँ आएँ, म एनालिटिक्समा आइसकेँ, हेर्नु होला। अब यो यसरी होम डेस्कबोर्ड भयो होइन, एउटा पेजको कुनै पेजको डेस्कबोर्ड भयो, यो मोनेटाइज पेज हो। यसरी मोनेटाइज पेज, यो मोनेटाइज यहाँबाट थाहा पाइँदैन, मोनेटाइज कुन टुल्स हामीलाई मिलेछ भन्ने कुरा चाहिँ हेर्नलाई चाहिँ मोनेटाइजेसन भन्ने एउटा साइडको सेक्सन छ, त्यहीँ नै जानुपर्छ। त्यो सेक्सनमा गइसकेपछि चाहिँ एक्सन भन्ने अप्सन आउँछ, सेटअप भन्ने आउँछ। एक्सनमा क्लिक गर्नु भने हजुर डाइरेक्ट सेटअप हुन्छ। यदि आइडीमा हाम्रो पे आउट छ हजुरको आइडीमा भने चाहिँ त्यो सेटअप भइहाल्छ, त्यो चाहिँ केही गर्नुपर्ने कुरा छैन। सो सिम्पली चाहिँ अब बाँकी चाहिँ अब हजुरलाई चाहिँ अब अरू कुरा चाहिँ कन्टेन्ट मोनेटाइजेसनमा स्टोरी हाल्यो भने होइन, हजुरले जेसुकै स्टोरी रिल्स सबै हालेपछि अर्निङ हुन्छ है, त्यो चाहिँ हजुरले गर्न सक्नुहुन्छ। अनि बाँकी चाहिँ अरू यसमा चाहिँ के हुन्छ भने अब यसरी हामीले चाहिँ यहाँ एउटा नोटिफिकेसन नै आउँछ हजुरलाई, यहाँ जसरी हजुरलाई यहाँ इन्भिटेसन, यहाँ हेर्नु, यहाँ यो जुन यहाँ देखाएको छ नि फेसबुकले, यो इन्भाइटेड स्विच यो पेज एन्ड कन्टेन्ट मोनेटाइजेसन प्रोग्राम यहाँ देखाइरहेको छ। यो यहाँ सेटअप यहाँ चाहिँ हजुरले फेसबुकले इन्भाइट गरिसकेको छ हजुर कन्टेन्ट मोनेटाइजेसनको लागि चाहिँ। अनि सिम्पली यहाँ चाहिँ यस्तो भयो, सेटअपको लागि अप्सन आइसक्यो, सेटअप भन्ने यहाँ तल सेटअपको अप्सन आइसक्यो। सेटअप भनेपछि क्लिक गरेपछि सेटअप भइहाल्छ। फेरि अहिले मलाई सेटअप गर्नु छैन, मेरो अलरेडी फेरि आइडीमा धेरै पेजहरू सेटअप हुन्छ एउटै आइडीमा। मलाई एउटै आइडीमा पेज एउटै पे आउटमा चाहिँ सेटअप गर्नु छैन मलाई। मैले भन्नु खोजेको एउटै आइडीमा पे आउट सबै एउटै आइडीमा राख्नु मलाई छैन, एउटै पेजहरू सबै एउटै आइडीमा राख्नु छैन, किनकि अहिले आइडीको चाहिँ होइन केही भयो, आइडी सस्पेन्ड भयो, पर्मानेन्ट डिसेबल भयो भने त आफ्नो पेज पनि जान्छ पेज। सो त्यसैले चाहिँ होइन हजुरलाई पेजहरू बाई गर्नु छ, युट्युब च्यानल बाई गर्नु छ, फेसबुकमा मोनेटाइजेसन छ, युट्युब मोनेटाइजेसन, टिकटक फलोवर्स, फेसबुक फलोवर्सहरू, फेसबुक बुस्टिङहरू सबै चाहिँ हजुरले चाहिँ मजाले गर्न सक्नुहुन्छ। हजुरले चाहिँ मैले हजुरलाई साइडमा चाहिँ मेरो वाट्सएप नम्बर नै दिनेछु, हजुरले चाहिँ डाइरेक्ट वाट्सएपमा कल गर्नु होला। डाइरेक्ट वाट्सएपमा मेसेज गरिसकेपछि हजुरले डाइरेक्ट हुन्छ, कल हुँदैन, डाइरेक्ट हजुरले वाट्सएपमा मेसेज गरेर चाहिँ हजुरले आफ्नो कुनै पनि सपोर्ट चाहिएछ भने चाहिँ हजुरले सोध्न सक्नुहुनेछ होइन। मैले चाहिँ जुन सानोतिनो कुरो बताइदिइहाल्नेछु सट्ट, नभए हजुरलाई त लामो छ भने चाहिँ यसरी नै भिडियो बनाएर सेयर गरिदिनेछु।